साथीभाइ हो हाम्रो चाहिँ फिस चाहिँ एकदम बार्बिक्यू हुँदैछ हौ केराको पत्तामा एकदम पतञ्जली भाइब्स मान्छे त कस्तो चाहिँ भएको छ नि लडे त हौ लडे 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 भन्ने माछा चाहिँ अब होइन चाहिँ आउनु चाहिँ तपाईँले पनि खानु चाहिँ एकदमै आउनु सक्छ यहाँ हाम्रो यता आनन्द बबाल भयो त कसम त्यो चाहिँ खाएको छु हेर्नुहोस् त अन्त यो चाहिँ आज छुरी छैन हाम्रोमा कि यो अन्त बबाल नै पाक्यो नि त्यो मुखभरि थुकाइसक्यो ल गाइस थुक्छ ननिल्दिन्छ तपाईँहरू चाहिँ हामी हाम्रो मुख दुख्छ फेरि कि थुक्छ ननिल्दिन्छ टप्प त ऊ ल उहाँ राखेर भेटौँ है अब त सक्छ ए साथीभाइ तपाईँले एकदमै खाना आउनु सक्नुहुन्छ हो यहाँनिर केटाहरूलाई सक्छ माछालाई पनि यसरी बनाएर खान सक्दो रहेछ है केटाहरूलाई सक्छ एकदम केराको पातमा हो लोकल एकदम लोकल भाइ छ केराको पातमा पोलेर केराको पात एकदम बस्ती है खाइदिने हो यो चाहिँ पतञ्जली हो यो एकदम दामी पाइन्छ हेर यहाँ अब कस्तो पाइन्छ यता अब कस्तो चाहिँ पाएको छ भने नि हेर न अम्बो यता अब च्याटिस नि अब कडा पाकेको छ नि होइन ल हामी चाहिँ अब खाइदिएको हो तपाईँहरू चुक्नुले बस्नुहोस् प्लाट प्लिट नै खाइसकेको छ यहाँ चाहिँ अब टाउकोमा चाहिँ उठिरहेको छ यो पनि खान्छु भन्दैछ केटाहरूले चाहिँ अब यो पनि खाने लु फुटाउ फुटाउ त्यो पनि खाइदेऊ खाने नै हो त्यो पनि खाने नै हो मासु त टाउकोमा राखिदियो केटाहरूले कडा खाएको नि मोमो यो पनि सक्यो अब ल हामी चाहिँ यस्तै भयो आज चाहिँ माछाको सेकुवा पनि मिठो भयो हो मिठो हुँदो रहेछ ल थ्याङ्क यू गाइस फर वाचिङ माई भिडियो